दुई रुखमा केही चरा छन्। यदि पहिलो रुखबाट 3वटा चरा दोस्रोमा जाने हो भने दोस्रोमा तेब्बर चरा पुग्छन् पहिलोभन्दा। यदि दोस्रोबाट पहिलोमा 2 चरा जाने हो भने पहिलोमा दोब्बर हुन्छन् भने दुई रुखमा कति कति चरा छन् फेरि एकचोटि सुन्नु होला। दुई रुखमा केही चरा छन्। यदि पहिलो रुखबाट 3 चरा दोस्रोमा जाने हो भने दोस्रोमा तेब्बर चरा पुग्छन्। तर दोस्रोबाट पहिलोमा 2 चरा जाने हो भने पहिलोमा चराको संख्या दोब्बर हुन्छन् भने दुईवटा रुखमा कति कति चरा छन् समय सुरु भएको छ। तीन र चार 3 र 4 स्योर हुनुहुन्छ? गेस गलत भएको छ तपाईँको यो जवाफ र पास भएको छ वीरेन्द्र आदर्शलाई। दुई रुखमा केही चरा छन्। यदि पहिलो रुखबाट 3वटा चरा दोस्रोमा जाने हो भने दोस्रोमा तेब्बर चरा पुग्छन्। तर दोस्रोबाट पहिलोमा 2 चरा जाने हो भने पहिलोमा दोब्बर हुन्छन् भने दुई रुखमा कति कति चरा छन्। तपाईँको समय सकिए पनि अरूलाई क्वेसन दोहोरियो। स्टेप बाई स्टेप तपाईँको लागि प्रश्न आइपुगेको छ। 15 सेकेन्ड मात्रै छ। स्टेप बाई स्टेपबाट कुनै जवाफ आएन र ग्रिनल्यान्डमा पास भएको छ। 5 र 6 5 र 6 गलत भएको छ यहाँको जवाफ। म अडियन्समा जान्छु। अडियन्समा कुनै पनि जवाफ आएन। यसको सही जवाफ हो 6-6वटा। दुवैमा समान 6-6वटा छन्। एउटाबाट 3वटा यता आयो भने अर्कोमा 3वटा बाँकी हुन्छन् र एउटामा 9वटा पुग्छन् तेब्बर भयो। यदि 2वटा सर्यो भने एउटामा 4वटा हुन्छन् अर्कोमा 8वटा हुन्छन् दोब्बर हुन गयो। यो 6-6वटा भन्ने